हेलो गुड आफ्टरनुन नमस्ते साथीहरु, यहाँलाई स्वागत छ आदि बसल युट्युब च्यानलमा। धेरै समयपछि म फेरि आज तपाईहरुमाझ पिरो चाउचाउ खानाको लागि आइसकेको छु। अलिकति पहिले नै टेस्ट गरेको थिएँ, साह्रै पिरो रहेछ। किनभने यो चाहिँ कोरियाको एकदमै असली पिरो चाउचाउ हो, जो अहिले कोरियाबाट ल्याइदिनु भएको थियो। त्यही टेस्ट गर्दैछु। तर नेपाल र कोरियाकोमा चाहिँ धेरै डिफ्रेन्ट हुँदो रहेछ। मैले चाहिँ यहाँको टुपिएमहरु त्यस्तो मात्रै खाइरहेको थिएँ, खाथिन। एकचोटि मात्रै थोरै टेस्ट गरेको, लास्टै पिरो भयो। हेरौँ मैले कतिको खान सक्छु सक्दिनँ त्यो चाहिँ थाहा छैन। हेरौँ। सुरुमा खाँदाखेरि चाहिँ पिरो हुँदैन, खाइसकेपछि पछि बिस्तारै बिस्तारै एकदम पोल्छ नि, हो त्यस्तो टाइपको पिरो हुँदै जाँदो रहेछ कि यो चाहिँ। मैले चाहिँ कोल्ड ड्रिङ्कहरू केही पनि लिएन, घाँटीको पनि समस्या भइरहेको भएर वान पिरो चाउचाउ मात्रै। कोरियन टु स्पाइसी पनि यति रहेछ कि लास्टै छोरी पनि आएकी छिन्, छोरीले खान सकिनन्। ट्राई गर्छौ खान्न भन्छन्। पहिले मेरो स्वास सुसु देखेर छोरीलाई चाहिँ खाने मन लाग्छ छैन। खाना पनि एकदम गाह्रो छ साथीहरु। यहाँ त एउटा चाउचाउ पनि थोरै नै हुन्थ्यो, त्यहाँको त्यो एउटा पनि ठुलै हुने रहेछ कि, धेरै नै हुने रहेछ। तिमी यताउता नगर न सानो। स्कुलबाट भर्खर आइकिन नि गर्मी भयो, त्यही भएर स्यान्डो लगाएर बसेको छ। म खासै पिरो खान सक्ने मान्छे त होइन, गाह्रो होला जस्तो छ गाइजहरु। पनि आई विल ट्राई, सक्ने कोसिस गर्छु। तातै छ। सानो पानी ल्याउ त मलाई। थ्याङ्क यू। पानी खाए भने झन् पिरो हुने रहेछ कि। आइएम सो सरी, मैले यो खानै सकिनँ। यति चाहिँ रह्यो, यो खान सकिनँ। यति पिरो हुँदो रहेछ नि, 3 तारा नै देखिँदो रहेछ कि, यस्तै पिरो। नेपालको चाहिँ मैले खाइ नै रहेको थिएँ, खान सक्थेँ मजाले। मैले सबै मसला हाल्दिएँ कि यसको, राम्रो। सरी बाई।